नमस्कार साथीहरू, स्वागत छ तपाईँ सम्पूर्णले आजको यस नयाँ भिडियोमा। आज फेरि पनि तपाईँहरूमा युटारको नयाँ जब भ्याकेन्सीको भिडियो लिएर उपस्थित भइसकेका छौँ। साथीहरू, यो चाहिँ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चाहिँ कर्मचारी आवश्यकता सम्बन्धी सूचना चाहिँ गरेको छ। यो चाहिँ स्टाफ नर्सको लागि रहेको छ है त। यो हस्पिटालिटी क्षेत्रमा स्टाफ नर्सको लागि धेरै ठुलो सङ्ख्यामा रहेको छ। 143 जनाको लागि माग गरिएको छ। र यहाँ तपाईहरूले हेर्न सक्नुहुन्छ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आवश्यकता सम्बन्धी सूचना भनेर भनिएको छ। र प्रकाशित मिति हेर्न सक्नुहुन्छ 2081 11 महिनाको 23 गते है त। नागरिक राष्ट्रिय दैनिक पत्रिकामा चाहिँ यो चाहिँ प्रकाशित गरिएको हो। र यहाँ तपाईहरूले हेर्न सक्नुहुन्छ, एकचोटि पढ्न पनि सक्नुहुन्छ। म एकचोटि पढ्न सुनाइदिन्छु है त। यस प्रतिष्ठानको अस्पतालतर्फका विभिन्न वार्डहरू आदिका लागि स्टाफ नर्स पद करार सेवामा पदपूर्ति गर्नु परेको हुँदा देहाय बमोजिमको योग्यता पुगेको इच्छुक नेपाली नागरिकहरूले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र र नेपाल नर्सिङ काउन्सिलमा दर्ता प्रमाणपत्रको प्रमाणित पृष्ठ बुझ्ने स्क्यान कपी सङ्कलन गरी सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र प्रतिष्ठानको वेबसाइट vacancy.bpkihs.edu मा उल्लेख भए बमोजिम अनलाइन आवेदन दिन सम्बन्धित सबैको लागि यो जानकारी गराइन्छ भनेर भनेको छ। त्यस्तै रिट नपुगेको दरखास्त उप कुनै पनि कारबाही हुने छैन भनेर भनेको छ। साथीहरू, तपाईँहरूले यदि एप्लाई गर्न चाहनुहुन्छ भने यो चाहिँ प्रकाशित भएको मितिले, सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र तपाईँहरूले यसको वेबसाइटमा गएर आफ्नो शैक्षिक योग्यता, तर यो चाहिँ करारमा रहेको छ, तपाईँहरूले प्रश्न बुझ्नु होला है त। यो चाहिँ विज्ञापन करारमा रहेको छ र यसको लागि तपाईँहरूले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र र त्यस्तै काउन्सिलमा दर्ता भएको त्यसको पनि प्रमाणपत्र चाहिन्छ। यदि दर्ता भएको छैन भने तपाईँहरूले यसमा गर्न मिल्दैन। सो तपाईँको जुन लाइसेन्सको जुन दर्ता भएको छ त्यो पनि राख्नुपर्ने हुन्छ। र अर्को भनेको शैक्षिक योग्यता जुन चाहिँ तपाईँहरूले पास गर्नुभएको छ होइन, स्टाफ नर्सको जुन पढ्नुभयो त्यो चाहिँ यसमा राख्नुपर्ने हुन्छ। त्यसै नागरिकताको प्रतिलिपि राख्नुपर्ने हुन्छ। र यति गरेपछि यसको साइटमा, वेबसाइटमा यहाँ दिएको छ, वेबसाइटमा गएर तपाईँहरूले त्यहाँबाट अनलाइन फारम भर्न सक्नुहुन्छ है त। ओके साथीहरू, अब पोजिसनको कुरा गर्न जाउँ हामी। यहाँ माग सङ्ख्या राखेको छ। यहाँ पोजिसन यानि पद तपाईँको स्टाफ नर्स रहेको छ र यसमा चाहिँ आवश्यक सङ्ख्या है त। यो माग सङ्ख्या भनेको 143 जनाको लागि माग गरिएको छ। र न्यूनतम शैक्षिक योग्यताको कुरा गर्ने हो भने मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र त उत्तीर्ण गरेको हुनुपर्छ भनेर भनेको छ। +2 लेभलको चाहिँ भयो है त। यसमा तपाईँहरूले अप्लाई गर्न सक्नुहुन्छ। सेवाको किसिम भनेको करार सेवा रहेको छ। परीक्षाको किसिम भन्नाले लिखित र अन्तर्वार्ता परीक्षा हुन्छ भनेर भनिएको छ। रिटेन अनि इन्टरभ्यू हुन्छ है त। त्यस्तै अर्को रहेको छ परीक्षाको अङ्कभार भनेको लिखित परीक्षाको 75 र अन्तर्वार्ता परीक्षाको 25 मार्क गरी 100 मार्कको हुनेछ। त्यस्तै उमेरको हदको कुरा गर्ने भने दरखास्त फारम भर्ने अन्तिम मितिसम्म पुरुषको हकमा 35 वर्ष र महिलाको हकमा 40 वर्ष ननाएको हुनुपर्नेछ। त्यस्तै तलब तथा स्केलको कुरा गर्ने भने अन्य सुविधा प्रतिष्ठानको नियमअनुसार हुनेछ भनेर भनेको छ। सरकारी वा गैर सहकारी कार्यालय शिक्षण संस्था काम गरिरहेको उम्मेदवारलाई सम्बन्धित कार्यालयले विभागीय स्वीकृत अनिवार्य पेश गर्नुपर्नेछ भनेर भनेको छ। त्यसै अर्को रहेको छ 3 नम्बरमा दरखास्त फारम तथा परीक्षा दस्तुर। यो चाहिँ अलि बढी नै परीक्षा दस्तुर मागिएका छ। 1500 रहेको छ है त। चार्टर्ड के छ, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क नेपाल लिमिटेड विराटनगरको चल्ती खाता नम्बर यहाँ दिएको छ, वा सनराइज ब्याङ्क लिमिटेड धरानको चल्ती खाता यहाँ दिएको छ, खाता नम्बर। यतिमा जम्मा गरेको भाउचर स्क्यान कपी गर्नुपर्नेछ भनेर भनिएको छ। यहाँ दुईवटा ब्याङ्कको अप्सन दिएको छ। एउटा भनेको स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्कको दिएको छ भने अर्को चाहिँ सनराइज ब्याङ्कको दिएको छ है त। यो दुईटैको खाता नम्बर दिएको छ। तपाईँ जुनमा पनि पैसा बुझाएर त्यसको स्क्यान कपी गरेर तपाईँले अपलोड गर्नुपर्ने हुन्छ यसको वेबसाइटमा फर्म भर्दाखेरि है त। र दरखास्त भर्ने अन्तिम मिति पनि यहाँ दिएको छ 2081 12 महिनाको 23 गतेसम्म चाहिँ तपाईँहरूले अप्लाई गर्न सक्नुहुन्छ है त। समथिङ 1 महिना रहेको छ। त्यस्तै डबल दस्तुर तिरी तपाईँहरूले 30 गतेसम्म 12 महिनाको 30 गतेसम्म चाहिँ तपाईँले अप्लाई गर्न सक्नुहुन्छ, तर त्यसको लागि डबल दस्तुर लाग्छ है त।
र त्यस्तै 5 नम्बरमा हेर्न सक्नुहुन्छ लिखित तथा अन्तर्वार्ता परीक्षा मिति पछि प्रतिष्ठानको वेबसाइट मार्फत प्रकाशित गर्नेछ भनेर भनिएको छ। अब यसको लिखितहरू कहिले हुन्छ एक्जामहरू त्यो चाहिँ पछि यसको वेबसाइटमा प्रकाशित गरिन्छ, तपाईँहरूले त्यहाँ गएर चेक गर्न सक्नुहुन्छ है त। त्यस्तै 6 नम्बरमा हेर्नु होला, यहाँ लेखेको छ थप जानकारीका लागि प्रतिष्ठानको वेबसाइट www.bpkihs.edu मा गएर चाहिँ तपाईँहरूले सूचना पार्टी साथै प्रतिष्ठानको कर्मचारी प्रशासन शाखा सम्पर्क गर्नुहोला वा इमेल आइडी पनि यहाँ दिएको छ। यसबाट पनि जानकारी गराउन सक्नुहुन्छ भनेर भनिएको छ। यहाँ लेखेको छ भ्याकेन्सी @bpkihs.edu मा पनि तपाईँहरूले केही इमेल गरेर पनि सोध्न सक्नुहुन्छ अथवा केही त्यहाँबाट पनि आफ्नो डकुमेन्टहरू पठाएर गर्न सक्नुहुन्छ है त। त्यस्तै तर सकेसम्म वेबसाइटबाट गर्दा चाहिँ राम्रो है त, यहाँबाट पनि गर्न सक्नुहुन्छ। र त्यस्तै 7 नम्बरमा दिएको विदेशी विश्वविद्यालयबाट उत्तीर्ण गरेको उम्मेदवारहरूको हकमा अनिवार्य रूपमा समक्षता प्रमाणपत्र पेश गर्नुपर्नेछ भनेर भनिएको छ। र त्यस्तै 8 नम्बरको चाहिँ सबमिट गरेको अनलाइन फर्म स्वीकृत वा अस्वीकृत भएको जानकारी सम्बन्धितको इमेलमा प्राप्त हुनेछ। प्रतिष्ठानको अवकाशको सुविधा उपलब्ध हुने छैन भनेर भनिएको छ। तपाईँहरूले जब फर्म चाहिँ अप्लाई गरिदिनुहुन्छ त्यसपछि इमेलमा केही आउँछ र त्यहाँबाट तपाईँको फर्म स्वीकृत भयो अथवा अस्वीकृत भयो भने त्यहाँबाट चाहिँ मेसेज पाउनुहुन्छ है त। ओके साथीहरू, आजको विज्ञापन कस्तो लाग्यो? यसमा तपाईँहरूले अप्लाई गर्न चाहनुहुन्छ, आफूले इच्छुक हुनुहुन्छ भने अप्लाई गर्न सक्नुहुन्छ। यो विज्ञापन चाहिँ करार सेवामा रहेको छ र संस्थाको नियमअनुसार चाहिँ तपाईँले तलब स्केलहरू पाउन सक्नुहुन्छ। त्यस्तै रिटेनको कुरा गर्ने हो भने 100 मार्क हुन्छ, 75 मार्क चाहिँ लिखित हुन्छ र 25 मार्क अन्तर्वार्ता गरी यो चाहिँ तपाईँको इक्जामहरू हुन्छ यसरी। र इक्जामको डेट चाहिँ पछि प्रकाशित गर्नेछ। अब काम गर्ने चाहिँ तपाईँको ठाउँ चाहिँ स्थान बनेको यो त्यसको वडाहरूको लागि वडा कार्यालयमा जुन हस्पिटलहरू हुन्छ त्यसमा चाहिँ काम गर्नुपर्ने हुन्छ। अब कुनमा पठाउँछ त्यो अहिले फिक्स छैन, अब तपाईँको नाम आएपछि उनीहरूले आफै पठाउँछ। यदि तपाईँहरूले अप्लाई गर्न चाहनुहुन्छ भने दिएको अनलाइन यो वेबसाइटमा गएर तपाईँहरूले अप्लाई गर्न सक्नुहुन्छ। हस् त साथीहरू, आजको भिडियो कस्तो लाग्यो? भिडियो मन परेमा लाइक शेयर सब्सक्राइब गर्न नभुल्नुहोला। साथै यस्तै भिडियोको लागि च्यानललाई सब्सक्राइब गरी बेल आइकन पनि दबाएर राख्नुहोला। आजलाई छुट्न चाहन्छु। हस् त, धन्यवाद।